जाइफलको तेलले मसाज गरेर सुत्नु होला। शरीरहरू कटकटी खाने, घुँडाहरू दुख्ने, ढाडहरू दुख्ने, दिनभरिको थकानलाई मेटाउँछ, आनन्दको निद्रा आउँछ। नमस्कार, म लोक तथा दोहोरी गायिका पूर्णकला बेसी। तपाईहरूले यतिखेर मेरो हातमा देख्नु भएको छ जाइफल तेल। जाइफल तेल भन्दा बित्तिकै हामी कतिलाई याद छ कि छैन? बुढापाका अनि भर्खरका हामी चाहिँ दिनभरि काममा बिजी हुन्छौँ, गाडीको यात्रा गरिरहेका हुन्छौँ र राति आएर हाम्रो शरीरहरू कटकटी खाने, घुँडाहरू दुख्ने, ढाडहरू दुख्ने अक्सर सबैलाई भएको हुन्छ। यो तेल चाहिँ दिनभरिको थकान मेटाउनका लागि मजाले मसाज गरेर सुत्नुभयो भने तपाईँहरूलाई आनन्दको निद्रा आउँछ र मैले पनि त्यही गरिरहेको छु। दिनभरि काममा व्यस्त हुन्छु, गाडीको ट्राभल हुन्छ होइन, कति धेरै कहिले पहाड कहिले तराई हिँडिराख्नु पर्या हुन्छ, तर बेलुकी चाहिँ यो तेलले मजाले मसाज गरेर सुत्छु, आनन्दको निद्रा आउँछ। त्यसैले तपाईहरू सबैजनाले बुढादेखि बच्चासम्म लाउन मिल्ने, यदि तपाईँहरूलाई पनि युरिक एसिड छ, हार्ट जोड्नेको समस्या छ, घुँडा दुख्छ, हात कटकटी खान्छ, ढाड कटकटी खान्छ भने यो तेलले मजाले मसाज गरेर सुत्नु होला। सबै यसले चाहिँ दुखाइलाई चट पार्छ र आनन्दको निद्रा लाउँछ। तपाईँहरू सबैजनाले जाइफल तेललाई चाहिँ प्रयोग गर्नुहोला है त। धन्यवाद।